हेलो साथीहरु आज चाहिँ हामी ड्युटीमा अब डिनर गर्न आँटेको छौं म अन्त हामीले चाहिँ म र यहाँनिर मेरो एकजना साथी छ हो प्रिया छ अन्त हामी चाहिँ मुकबाङ भिडियो बनाउन आँटेको हो स्टाफ हो यहाँनिर अब खाना आज चाहिँ के रहेछ भन्दा चाहिँ पोटल छ पोटल राइस अन्त हाम्रो यहाँनिर दाल छ नीलो दाल अन्त यहाँ हाम्रो प्रियाले चाहिँ अलरेडी रिडिङ स्टार्ट पनि गरिसकेको छ हो अन्त आज चाहिँ हाम्रो यहाँनिर यी अचार छ लसुनको अचार यो चाहिँ मर्निङमा सरले बनाउनु भएको थियो हो अन्त यो चाहिँ यहाँनिर डल्ले खुर्सानी पनि छ हामी खाना टेको होला खाइ ल गाइस त्यो दिदीले भन्छ नि खाइ ल गाइस हुँदै आज कति दिन बादमा हामीले पोटल खाँदैछौँ हो यस्तो छ अनेक भालो चिज है अच्छा है मजा छ भन त प्रिया तिमीलाई कस्तो लाग्यो बेङ्गलीमा भनिदेऊ अनेक भालो चिज एकदम बारी मजा छ हो अचार पनि खाऊ न अचार पनि खाऊ न यो पनि डल्ले खुर्सानी खाऊ न मिठो हुन्छ यसरी अब अचार चाहिँ यसरी माथिबाट लगाएर खानुपर्छ अलरेडी यहाँनिर के भयो ताल्दैछ त प्रिया तालियो त मजाले दिनुपर्छ नि यो अब अचार होइन यहाँनिर अचार पोटलको सब्जी दाल हालेर चाहिँ अब यहाँनिर हामी खाना टेको दामी भएको छ यो अचार चाहिँ सरले बनाउनु भएको मर्निङमा पनि खाएर उब्रेको यो सब्जी चाहिँ सब्जी पऱ्यो सब्जी अचार आलुदम र पुरीसँग खाएको थियो दामी भएको थियो आज चाहिँ हामी यहाँनिर ब्याङ्केट हलमा बसेर खाँदैछ हाम्रो क्याफेटेरिया चाहिँ अलिक पर छ त्यहाँनिर चाहिँ भोलि बिहाको लागि त्यहाँनिर सेफहरूले बनाउँदैछ खानाहरू हो अन्त यहाँनिर चाहिँ डेकोरेसनहरू हुँदैछ यता परतिर अन्त त्यसो यहाँनिर मुकबाङ भिडियो बनाउनुको लागि पनि आज चाहिँ यहाँ बसेर खाएको